हेलो गाइस, सबलाई नमस्ते। म कुशल कडे। आज हामी हस्पिटलमा बसेको आज 26 डेज भयो। अब आज बुवाको डिस्चार्ज सायद दिन्छ होला। अब आजसम्म हामी 26 दिनसम्म काठमाडौँको महाराजगञ्जको त्यो टिचिङ हस्पिटलमा अनि यहाँ धुलिखेल हस्पिटलमा बस्यो। अब आज चाहिँ के भन्दाखेरि आज जहाँसम्म लगभग त्यहाँ डिस्चार्ज त्यहाँ दिन्छ होला। आजको यो मौसम पनि जाडो जाडो छ। अब ठाउँ पनि उस्तै छ, यो पहाडको ठाउँ, त्यो जाडो त भइहाल्छ, त्यो जाडो नहुने त्यहाँ कुरै हुँदैन। अनि के छ भन्दाखेरि यो काठमाडौँको धुलिखेल हस्पिटल भनेको बहुत ठुलो हस्पिटल रहेछ क्या। मान्छेले काठमाडौँ ल्याएर त्यहाँ टिचिङ हस्पिटलमा ल्याएर भर्ना गर्नुहुन्छ भने बरु टिचिङमा नल्याएर सिधै यहाँ धुलिखेल ल्याउनुहोस् के। यहाँको सुविधा, यहाँको वातावरण, यहाँको यो सरसफाइ सबै राम्रो छ। अब म हजुरलाई हाम्रो बुवा आमा मम्मीले के गर्दै हुनुहुन्छ म त्यो देखाउँछु र सायद आज हाम्रो त्यहाँ डिस्चार्ज हुन्छ होला। त्यहाँ लेट्स सी, हेरौँ के हुन्छ, त्यो अझै थाहा छैन। जहाँसम्म डिस्चार्ज हुन्छ भन्ने आशा छ। फेरि बहिनी होइन यहीँ हुनुहुन्छ ए त्यही जाने यसो हिँड्न पर्छ के बिहानमा यतापट्टि चाहिँ यतापट्टि छ कि कसरी देख्दैन आइ मलाई लाग्छ ढकना लाग्छ यता त्यही लानु धेरै एउटा भेर अर्को खकार छोडेर आउँछु। यो धुलिखेल हस्पिटल जियोस्, यहाँको ठाउँ भने सबै हरियाली छ। अब वातावरण पनि बहुत राम्रो छ। ठाउँ हरियाली भन्दा पनि जियोस् यहाँको सफा हावा प्लस यहाँको सरसफाइ त्यो एकदमै मन पर्यो। यो हस्पिटलको फार्मेसीहरू, यो बाटो पुरै उकालो छ। हो यसरी हिँड्नुपर्छ। यो पुरै उकालो ओह्रालो छ बाटो पनि। यो ब्लड ब्याङ्क केन्द्र, यो एम्बुलेन्स ल्याएर राख्ने ठाउँ। अब म जान लागेको अगाडिको सेतो बिल्डिङमा। हस्पिटल त साह्रै राम्रो हो, तर यहाँ चाहिँ धेरै उकालो ओह्रालो गर्नुपर्ने के। यो भयो हस्पिटल मेन हाम्रो ओपिडी सर्जरी हुने। र यहाँ धुलिखेल हस्पिटलको ओपिडीको केन्द्र। मलाई मन परेको के हो भन्दाखेरि नि यो पानीवाला सुविधा एकदमै राम्रो क्या। 20 रुपियाँमा 20 लिटर अनि 5 मा पानी आउनेवाला यो सुविधा एकदमै राम्रो क्या। यहाँको यो टावा क्याफे हिमालय बिहानको 7 बजे मान्छेको लाइन हुने सुरु भइसकेछ। धुलिखेल हस्पिटल यो यस्तो छ, मान्छेको लाइन पानी पाउनको लागि। अब म जाँदैछु माथि यो बुवाको यो कप लिएर यसको स्याम्पल छोड्नको लागि माथि। अब यो लिफ्ट पनि आउँदै आउँदै छ।
अब जुन आउँछ सुरुमा उसमा जानुपर्छ। यो धुलिखेल हस्पिटलमा यहाँको सुविधा, यहाँको हावा, यहाँको वातावरण सबै राम्रो छ क्या। एउटा बिरामीले पाउनुपर्ने सुविधा सबै छ। त्यही भएर म सबलाई भन्छु कि काठमाडौँमा आएर कुनै हस्पिटलमा भर्ना हुनु छ, त्यहाँ चेक गर्नु छ भने सिधै धुलिखेलमा आउनुहोस्। सबभन्दा बेस्ट हस्पिटल काठमाडौँ। टाइम नभएर केही पनि खुलेर हिँड्छ। अब यो खुल्यो कि खुल्यो छैन हेरौँ। जर्सी यो छोडेर म जाँदैछु, म फर्किँदैछु। अब जर्सी म हजुरलाई यहाँको वातावरण देखाउँछु के कस्तो छ, के कति छ भनेर। जे होस् धुलिखेल हस्पिटल भनेको एउटा बेस्ट हस्पिटल काठमाडौँ। अब यहाँ के छ भन्दाखेरि यहाँको वातावरण हो क्या सबभन्दा मेन भनेको। यहाँ अझै एउटा बिल्डिङ बन्दैछ, हस्पिटल बन्दैछ। आज अब डिस्चार्ज हुन्छ कि हुँदैन थाहा छैन। जहाँसम्म डिस्चार्ज पनि हुन्छ होला आज। अब के कस्तो हुन्छ आज, म त आशा गर्छु कि आज त्यहाँ डिस्चार्ज होस्। अरू त्यहाँ के भन्ने हो र होइन। यस्तै छ धुलिखेल हस्पिटलको यात्रा। चौर भयो। यस्तो उकालो हिँड्नुपर्छ कि यहाँ भनेको मेन समस्या भनेको यही हो। मेन समस्या यस्तो तल झर्नु पर्यो। म यस्तो हिँड्दै हिँड्दै यहाँको माथिबाट अब यो भयो। यो बुट्टामा मजाले अरू पनि फलेछन्। चाहिँ एडमिट गरेको यो बिल्डिङभित्र हो। हजुर त्यसलाई भन्छ त्यो लिजेन्ड। नभन्नु मौसम पनि कति बिहानको कति दिउँसोमा आनन्द। ठाउँ राम्रो हुन्थ्यो कि चैत वैशाख आमा पनि ठन्डै हुन्छ होला बिहान बेला यहाँ। चैत भइ राम्रो भएपछि भयो अन्त पत्थर गरेर जाऊँ भन्ने भयो। अहिले भयो काठमाडौँ गएर
तिहार खेल्दा पनि सकासै हुन्छ त्यही जाने कुवेतले यहीँ सँगालो बिस्नु जाने त्यहाँनिर फोन गरेको थियो फोन गरिहाल्यो भने कस्तो छ तला भनेर सोध्नु होला ठिकै छ मलाई भन्ने गरिदिँदै